हेलो गाइज वेलकम टु इमानिज च्यानल। सबैजनालाई मेरो च्यानलमा स्वागत छ। मैले चाहिँ आज चाहिँ 2082 को हाम्रो मेन दसैँ हाम्रो फेस्टिभल हैन। मैले चाहिँ आफ्नो फेस्टिभलमा चाहिँ आज चाहिँ मेरो मम्मी ड्याडीहरू चाहिँ बर्दिया घर जानुभएको कारणले चाहिँ मैले आफूले चाहिँ पूजा गर्दैछु दसैँको लागि। चाहिँ मैले चाहिँ आफूलाई चाहिँ यसको बारेमा कहिले नलेज नभएको भएर मैले यसको बारेमा चाहिँ नथाहा पाएको भएर मतलब मम्मीले नै सधैँ पूजा गर्नुहुन्थ्यो। सो यो टाइममा चाहिँ मैले आफैले गर्दैछु पूजा हैन दसैँको। अनि आजको हाम्रो टिकाको साइड छ 11:53 मिनेटमा 11:53 हाम्रो साइड छ। अनि त्यतिखेर चाहिँ मैले चाहिँ ढोकाको लागि रेडी गर्नु सामानहरू चाहिँ रेडी गर्दैछु। र अहिले चाहिँ कति बजेको छ भन्दा टाइम 9:23 भयो। ठिक्क मेरो टाइम भयो 9:23मा चाहिँ मैले पूजा गर्नुपर्छ, कलश देवी विसर्जन गर्नुपर्छ। त्यो चाहिँ म गर्दैछु। सो गाइस मलाई चाहिँ फलो गर्नु होला। ओके म चाहिँ रुममा पनि आइसकेको छु गाइस हैन। म चाहिँ अब देवी विसर्जन गर्छु, मेरो रुममा आइसकेको छु। थ्याङ्क यू सो मच। हेलो गाइज मैले चाहिँ रेडी गरिसकेको छु मेरो फुलहरू। मैले थालीमा ल्याइसकेको छु फुल अनि त्यसपछि फुलकोमा केही राख्नको लागि पत्ता पनि ल्याइसकेको छु। हेलो गाइज मैले चाहिँ मेरो कलश पनि रेडी गरिसकेको छु, हेर्न सक्नुहुन्छ। फुल राखेर हैन, फुल राखेर चाहिँ रेडी गरेको छु अहिलेसम्म चाहिँ मैले। नेक्स्ट चाहिँ मैले चाहिँ अब अरू सबै चिजहरू रेडी गरिसकेको छु। जस्ट अब मैले अगरबत्ती जलाउनु बाँकी छ गाइस। ये बस नाइस अहिले बनाइसकेको छु यहाँसम्मको गाइस हैन। हाम्रो चाहिँ जमरा पनि आज राम्रो भइसकेको छ। सो हे नवदुर्गा माता आजसम्म मबाट जे गल्तीहरू भएको छ मलाई माफ गरिदिनु होला। मैले हजुरको यसरी दशमीको पूजा आजसम्म गरेको पनि छैन। यो मेरो पहिलो पटक पनि हो। सो मबाट कुनै गल्ती भएको छ या कुनै मबाट पूजा गर्दाखेरिको कुनै विधि मबाट मिलेको छैन भने नि मलाई एउटा आफ्नो अन्जान प्यारो भक्त सम्झेर चाहिँ मलाई माफ गरिदिनु होला भगवान। मैले चाहिँ हजुरलाई आज फर्स्ट टाइम नै खुसी पार्न चाहन्छु। त्यसैले मेरो चाहिँ हरेक कुराहरूलाई चाहिँ एकदमै खुसीका साथ स्वीकार दिनु होला यही भन्न चाहन्छु। र मेरो घरमा चाहिँ हजुरले सधैँ बास गरिदिनु होला। हजुरको आशीर्वाद सधैँ हामीमा होस्, हाम्रो परिवारमा सधैँ खुसीको माहौल बनाइदिनु होला। साथै जति पनि मेरो नेपालका दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ देश विदेशमा रहनुभएका सबैजनालाई चाहिँ खुसीका साथ बस्न पठाइदिनु होला। बिचरा उहाँहरू पनि एकदमै दुःखी हुनुहुन्छ होला आफ्नो घर फ्यामिलीहरूसँग भेट्न नपाउँदा, आफ्नो बडाजनहरूको हातबाट टिका आशीर्वाद लाउन नपाउँदा हैन। उहाँहरूको मनलाई चाहिँ दुःखी नबनाइदिनु होला। सबैजनालाई खुसीका साथ बस्ने खालको वातावरण सिर्जना गरिदिनु होला। अब चाहिँ म बाहिर जाँदैछु। मेरो मूल ढोकामा चाहिँ म अगरबत्ती टास्न जाँदैछु गाइस। सो
हेर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ कलशहरू राखेको छु अनि यो कलशहरूमा चाहिँ मैले अगरबत्ती राख्ने गर्दैछु। दिए आउनु न एकैछिन। एउटा कलश, अर्को कलश। अब चाहिँ म अगाडिको अर्को ढोकामा राख्न जान्छु। त्यसै गरी मैले सबै ढोकामा राख्छु अगरबत्तीलाई चाहिँ। हेलो गाइज, फाइनली मैले चाहिँ मेरो सबै चिजहरू चाहिँ मैले पुरा गरिसकेको छु होइन। अब लास्ट चाहिँ मैले देवी विसर्जन गर्न जाँदैछु है। मैले देवी विसर्जन गर्नको लागि चाहिँ यो दशमीको लागि घट स्थापनामा राखेको जुन यो कलश थियो यसको चाहिँ मैले पानी चाहिँ मेरो अनि आफ्नो दिदी बहिनी सबैजना आफ्नो फ्यामिलीको टाउकोमाथि अलिअलि छरेर र घरलाई शुद्धिकरण गरेर भनौँ घरको वरिपरि सबैतिर छरेर चाहिँ आउँछु। अनि रह्यो यो कुरा फुल अनि त्यसपछि यो पातहरूको यो कुहिसकेको छ किनभनेपछि यो मैले घट स्थापनाको दिनमा यसलाई राखेको थिएँ। अब यसको चाहिँ फुलपातहरूलाई चाहिँ कुनै शुद्ध फुलको बुटाको मुनि चाहिँ लगेर मैले चाहिँ विसर्जन गरिदिन्छु अनि देवी विसर्जन हुन्छ है। लगाइस मैले चाहिँ पानीलाई चाहिँ छर्दैछु। आफ्नो टाउकोमा नै हाल्नुपर्छ अरे है। त्यसपछि बहिनीको टाउकोमा पनि हालिदिन्छु ल। ल अब मेरो दिदीको टाउकोमा पनि हालिदिन्छु ल। आफूले देखाउनु न ल। सबैजनालाई भयो। अब चाहिँ म पुरा घरमा राउन्ड गर्छु है त सबैजना। थ्याङ्क यू सो मच। लाइट के जस्तो ब्ल्याक छ देखिरहेको। हेलो गाइस, मैले चाहिँ सबै कुराहरू चाहिँ रेडी गरिसकेको छु। अब चाहिँ जस्ट म चाहिँ आई एम वेटिङ फर 11:53 बिकज त्यो टाइममा चाहिँ हाम्रो छ कि साइड छ टिका लगाउनको लागि। अनि त्यस टाइममा चाहिँ मैले ढोकामा टिका लगाएर अनि रेडी भएर बस्ने मात्र हो। जमारा रेडी गरेर अनि मम्मीहरू आउनुहुन्छ। मम्मीहरू आइसकेपछि हामीलाई टिका लगाइदिनुहुन्छ। सो गाइस हामीलाई चाहिँ त्यहाँ मेरो मम्मीहरू चाहिँ आएपछि चाहिँ टिका लगाउनुहुन्छ। त्यतिखेर चाहिँ म सायद भिडियो बनाउँदिनँ होला बिकज अब त्यतिखेरसम्म मेरो यो लङ भिडियो म रोकित राख्दैन होइन। अरू पनि काम छ। यसको लागि चाहिँ मैले सर्ट भिडियो बनाएँ। सायद बनाएँ भनेपछि चाहिँ म यसमा एड चाहिँ गर्न सक्दिनँ। यसलाई छुट्टै त्यसलाई छुट्टै चाहिँ पोस्ट गर्न सक्छु ल। एन्ड नेक्स्ट कुरा के भन्दाखेरि मैले जसरी म ह्याप्पी भएर दसैँ मनाइरहेको छु नि मेरो भिडियो हेर्नुहुन्छ जसले पनि तपाईँहरू पनि एकदमै खुसी हुनु होला दसैँमा चाहिँ होइन। किनभनेपछि सबैजनाको टिका नै लाउनु मिल्छ भने चाहिँ धेरै प्रब्लम हुन्छ आई नो द्याट होइन। किनभने कसैको गर्ल्स प्रब्लम हुनसक्छ, कसैको चाहिँ टाढा आफ्नो मान्छेहरू टाढा हुन सक्नुहुन्छ, जस्तो विदेश जानुभएको हुनसक्छ या कोही चाहिँ आफू नै विदेश भएको हुनसक्छ। अनि कसैको चाहिँ कुनै केही प्रब्लम जस्तो अब के भनौँ अब अशुभ कुराहरू किन बोलौँ होइन। तर आफ्नो पर्सनल्ली प्रब्लमको कारणले गर्दा पनि दसैँ मनाउन सक्नुहुन्न भन्यो भने नि प्लिज मनदेखि मेरो चाड हो भनेर चाहिँ खुसी हुनु होला यही भन्न चाहन्छु। थ्याङ्क यू सो मच सबैजनालाई चाहिँ ह्याप्पी दसैँ 2082। बाई।